भारतको बाहुनले मैले त अब तपाईँहरूलाई यहाँ देखाइदिन्छु। अब यो चाहिँ बुवा के हो यो भारतको बाहुन र नेपालको बाहुन के अरे एउटै होइन र अलग हो र? त खोइ मिल्दैन, किन मार्छ त? राजाले कसले मार्यो? यहाँको बाहुनको सत्ता हुँदाखेरि राजाले किन मदन भण्डारी लाएन है? स्वयं राष्ट्रपति विद्या देवी भण्डारी दुईचोटि राष्ट्रपति हुँदाखेरि उसले आफ्नो बुढा खोज्न सकेन। कुरा त्यो हो नि त है। पृथ्वी शुभ गुरुङलाई दुईचोटि किन फालियो है? धनराज गुरुङलाई किन फालियो? जब सत्तामा पुगेपछि 5 वर्ष दिनु न काम गर्न चलाउन। बालेन्द्र शाह र हर्का सम्पाङज्यूहरूलाई चाहिँ 5 वर्ष काम गर्न हामीले दिनुपर्छ कि मन्त्री बनाउनै हुँदैन थियो। मन्त्री बनाएपछि आरएन राईलाई किन लखट दियो? मसँग भिडियो छ यहाँ। आरएन राईले किन लखट दियो? मैले लखट दिएको हो भनेर उहाँले भन्नु भएको छ है। यहाँ छ अहिले उ गर्दैन होइन, किन लखट दिने? मन्दिरमा त सबैलाई बोलाउनु पर्यो नि है। धर्म यहाँ अब विधानमै लेखेको छ त, बहुजाति बहुधर्म बहुसंस्कार भएको देश हो भनेर विधान लेखेको छ त। तर बहुजातिमा गुरुङ पर्छ, कामी पर्छ, राई पर्छ, मगर पर्छ भनेर किन लेखेन त? लेखेन नि त। त्यसले गर्दाखेरि म एमालेको समर्थन हो, नेपाली काङ्ग्रेसको समर्थन हो है। मेरो सबै लुट दियो। त्यसले गर्दाखेरि अब लुट्न हुँदैन भनेर म कुखुराको भालेको दर्शन लिएर हिँडेको छ। दर्शन मलाई मन परेको छ है, दर्शन मन परेको छ। अनि अब बासौँ आस्ते आस्ते भनेर त्यो हो कुरा। मैले काम गरेन भने मलाई नीति कानुन बनाउनु पर्यो क्या, किन काम गरेनस् भनेर है। अहिले वृद्ध भत्ता खायो, अब वृद्ध भत्ता पायो होइन, वृद्ध भत्ता पाएर तास खेलिदियो, रक्सी खाइदियो, सुई पनि लगाइदियो, त्यो ठिक हो। अनि त्यो वृद्ध बुबा आमाहरू अझै वृद्ध आश्रम जाँदैछ। अब वृद्ध आश्रम गएकोलाई बोलाउनु पर्यो घर। वृद्ध के अरे बाबा आमालाई हेप्ने छोरा र बुहारीलाई कानुन बनाउनु पर्यो। कुरा त्यस्तो है। हर्क साम्पाङज्यूलाई चाहिँ प्रधानमन्त्री कहिले बनाउने तपाईँले? प्रधानमन्त्री उहाँले जनतालाई चित्त बुझाउन सक्नुहुन्छ भने अवश्य उहाँ हुन्छ है। तपाईँलाई थाहा छ अहिले देशमा बाढी आइरहेको छ, सयौंको चाहिँ अहिले ज्यान पनि गयो, थाहा छ तपाईँलाई? अब मैले कता सुनेको छ, त्यो भिडियोमा देखेको छ होइन। त्यो अब एकदम दुःख घटना हो। उहाँहरूले चाहिँ अब जो बिचरा बित्नुभयो उहाँलाई के अरे हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु होइन। र बाँचेकोहरूलाई हामीले उद्धार गर्न पर्यो है। अब म जब 3 क्लास पढेको मान्छे हो है। म वालिङ नगरपालिकामै जन्मेर 70 वर्ष म वालिङ नगरपालिकामै घुमिरहेको छु। तपाईँभन्दा उद्धारको लागि जानु पर्यो नि त। भने उद्धारको लागि त भन्नु पर्यो नि मलाई। म एक्लै जाने? अब यहाँ आउँदै हर्क सम्पाङ आउँदो रहेछ, म खोजी आएको। मलाई कसैले भनेन। तपाईँले कसैले भनेन? सेल्जामा हर्क साम्पाङज्यू आउँदै हुनुहुन्छ भने कसैले भन्दै भनेन?